कमल गाउँपालिका 2 नम्बर वडा कार्यालयले विद्यालयमै स्वास्थ्य सेवा पुर्याउने अभियानलाई थप सशक्त बनाउँदै दन्त स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। अब वडा अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा वार्षिक रूपमा कम्तीमा एक पटक दन्त परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्ने भएको छ। 2079 सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित वडा अध्यक्ष अशोक सुब्बाको नेतृत्वमा सुरु गरिएको नियमित विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमलाई अझ सशक्त बनाउँदै यसपटक पहिलो पटक दन्त सेवा पनि समावेश गरिएको हो। यस अभियानको औपचारिक शुभारम्भ आज श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयबाट गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। दमक स्थित थुलुक डेन्टल क्लिनिककी प्रमुख डाक्टर सोफिया थुलुङ तथा उहाँको टोलीलाई अध्यक्ष सुब्बाले दन्त परीक्षण सामग्री हस्तान्तरण गर्दै सेवाको थालना गरिएको हो। कार्यक्रममा वडा सदस्य महेन्द्र खत्री, सम्झना रणपाइली, वडा कार्यालयका कर्मचारी दिपेन गिरी, थुलुङ डेन्टल क्लिनिकका डाक्टर हाङ माकिम, डेन्टल असिस्टेन्ट निकिता घिमिरे र शरद राजवंशीको सक्रिय सहभागिता थियो। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल, प्रधानाध्यापक हिमप्रसाद दाहाल, शिक्षक, कर्मचारी, पत्रकार, कमलनगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपक दाहाल, अभिभावक प्रतिनिधि र समुदायका अन्य सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई दन्त परीक्षण, मुख स्वच्छता सम्बन्धी परामर्श तथा आवश्यक सेवा प्रदान गरिएको हो। कार्यक्रमको प्रारम्भमा सम्पूर्ण विद्यार्थीहरूलाई दन्त शिक्षा सम्बन्धी जानकारी दियो। त्यसपछि पाला अनुसार परीक्षण सेवा सञ्चालन गरिएको हो। सो अवसरमा जम्मा 445 जना विद्यार्थी, 35 जना शिक्षक र केही अभिभावकहरूको पनि स्वास्थ्य परीक्षण गरिएको थियो। वडाध्यक्ष अशोक सुब्बाले उद्घाटन मन्तव्यमा भन्नुभयो, शिक्षासँगै स्वास्थ्यमा लगानी गर्नु अत्यावश्यक छ। विद्यार्थीहरू स्वास्थ्य भए मात्रै सिकाइ प्रभावकारी हुन्छ। यस कार्यक्रमलाई निरन्तरता दिइनेछ र आगामी दिनमा अन्य विशेषज्ञ सेवा थप्ने योजना पनि बनाएको छ। डाक्टर सोफिया थुलुङले परीक्षण गरिएका विद्यार्थीहरूलाई दमकस्थित थुलुङ डेन्टल क्लिनिकमा निःशुल्क ओपिडी सेवा प्रदान गरिने जानकारी दिनुभयो। साथै आवश्यक उपचारमा 20 देखि 40% छुट दिने व्यवस्था गरिएको छ, जुन विद्यार्थीहरू, शिक्षक र अभिभावकका लागि उल्लेखनीय अवसर हो। कमल गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयमै स्वास्थ्य सेवा पुर्याउने नीति अवलम्बन गर्दै आएको छ। त्यही नीति अनुरूप वडा नम्बर 2 मा मासिक रूपमा सञ्चालन हुँदै आएको विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमलाई दन्त सेवाको समावेश मार्फत अझ सुदृढ बनाएको हो। यस प्रयासले स्थानीय सरकारको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको सक्रियता, संवेदनशीलता र दूरदर्शितालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।